गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुन्छन्। म पनि एकदमै धेरै सन्चै आरामै छु। सो धेरै लामो ग्याप पछाडि मैले चाहिँ एउटा भिडियो लिएर आएको छु, त्यो पनि मुकबाङ भिडियो लिएर आएको छु होइन। त्यस्तै समयले गर्दाखेरि भिडियोहरू चाहिँ रेगुलर बनाउन पाइरहेको छैन, तर बिस्तारै बिस्तारै आउने नै छ है। अब कता घुम्न गएको भ्लग्सहरू नै आउँछ, मोटो भ्लग्सहरू नै आउँछ, सबै आउँछ। अनि अहिले चाहिँ म एक्लै छु नि त होइन, एक्लै छु। सो अलिकति टाइमिङ दिन सकिरहेको छैन सबैतिर, सो बिस्तारै आउँछ। सो गाइज आज चाहिँ मैले टक्क लिएर आएको छु यता खसीको मासु, यो के भन्छ नल्ली मटन नल्ली है, मटन नल्ली, खसीको मासु, यता सब्जी छ, यता गाजर साजर, अन्डा, अनि बोडी, अनि खोर्सानी। गाइज प्लिज सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। अलिक हेर्नु न, भिडियो हाल्न नपाएर, रेगुलर भिडियो हाल्न नपाएर, युट्युबमा नै रेगुलर भिडियो हाल्न नपाएर एकदम च्यानलको रिचहरू पनि घटिरहेको छ, सब्सक्राइबरहरू पनि डाउन हुँदैछ। भिडियो हाल्न हालेपछि त डाउन भइहाल्छ होइन। गाइज चेस हिजोसम्म चाहिँ दामी घाम लागेको थियो, अहिले मैले भिडियो बनाउने बेला चाहिँ पानी पर्न थालिरहेको छ क्या। चिप्लो भयो क्या, पाक्न चाहिँ दामी पाएको छ क्या। ग्रेभी यता साइडमा done. पाक्नु चाहिँ मजाले पाक्नु। तिनतिर अलिकति टाइम दिनै गाह्रो भयो क्या। टिकटकमा नि अब लाइभ बस्नु पर्यो, टिकटकमा लाइभ बस्दा यता युट्युबमा, फेसबुकमा भिडियो बनाउनु टाइमै मिल्दैन। फेरि जिम पनि जान्छु 2 घन्टा हो, जिम गयो टाइमै नभएर। आज चाहिँ शनिबार, करङ भेजिटेबल पनि खानु पर्यो नि त। आज यो धेरै पछि यस्तो खाएको, जिम गर्दाखेरि यस्तो चाहिँ खानु हुँदैन है। कोल्ड ड्रिङ्क्सहरू खानु भएन, खाने त यो हो नि।